नमस्ते अनि वेलकम ब्याक सबैजनालाई। आज चाहिँ म चाहिँ सेतीतिर फेरि पनि फिसिङ आएको। आज चाहिँ सानो फिसिङ सानो खेलौँ भनेर मासतिर पाउने घाटतिर आएको कि अब के कति पर्छ हेर्नु। म र सानो भाइ आएको। सानो भाइले हाम्रो सानो भाइ के छ? कति पानी हो त नि आज तिमीले? भाइले पनि के भन्छ अब परेपछि हेरौँला भन्यो। फर्स्ट क्याच भयो है फर्स्ट क्याच भयो है भोलि मागुर साइजको मागुर पर्यो। राम्रोसँग न मलाई देखाइ। फर्स्ट क्याच है मागुर एक पाउ होला। एक पाउको मागुर भयो। एक पाउ आधा केजी। रटै यस्तै छ। हेर्नु होला। निस्कियो निस्कियो दिनु झ्याप बन्द गर्छु भिडियो कि राम्रोसँग गर्ने। माउरी निस्कियो हातले सौतेल तान्नु पढ्यो यी कत्रो। यो त फर्स्ट क्याच है। फर्स्ट क्याच हाम्रो फर्स्ट क्याच है मागुर। ओए छिप्ले सेकेन्ड क्याच भयो। टक्क लाएर थर्ड क्याच पर्यो। असला पर्यो नि त ल। नाइस साइजको असल है।
पनि असला स्मल साइजको सानो भाइले काब्रे भने है नाइस साइजको काब्रे। अब चाहिँ घर निस्किन लाग्यो। घामले लास्टै बनायो कि टाउको लास्टै भयो। घाम पनि फेरि ट्याक्कै खोलामा गयो। बस्ने ठाउँ पनि कति नहुनु सिकाएर त्यही भएर अनि अब चाहिँ घर निस्किन लाग्यो टक्क लाएर होइन। आजको क्याच चाहिँ एउटा माँगुर, एउटा माँगुर यो चाहिँ, अनि असला एउटा करङ्गे अनि दुईटा असला सानो सानो। थ्याङ्क यू फर वाचिङ। अब नेक्स्ट भिडियोमा भेटौँला।